त्यो छ। धेरै लामो भएँ कि बोलेँ कि मैले होइन, र आज चाहिँ अब मैले केही कुराहरू सुरुमा राखेर यहाँहरूको पनि कुरा सुनेर अन्त्यमा फेरि हामीले क्लोज गरौँ भन्ने छ। र हामी एउटा टिम बनाउँदैछौँ होइन। अब तपाईँहरूलाई कस्तो लाग्छ अनेस्टली भन्नुपर्छ तपाईँहरूले होइन। आइ एम स्टिल लर्निङ। तर यो देशको परिवर्तन गर्नकै लागि, देश बनाउनकै लागि म यो लाइनमा आएको, नत्र म पनि कतै हुन्थेँ है। त्यो देश बनाउने अभियानमा अब तपाईँहरूले मलाई खुलेरै साथ दिनुपर्छ सङ्गठित रूपमा। मेरो विचार मनपर्छ, मैले भनेको कुराले साँच्चै नै परिवर्तन ल्याउँछ भन्ने मनपर्छ। एन्ड इफ यु सी बी अनेस्ट है, यदि त्यो हो भने तपाईँहरूले अब खुलेर समर्थन गरेर एउटा सङ्गठन निर्माण गरेर अगाडि बढौँ भन्ने म प्रस्ताव गर्न चाहन्छु है। र देशव्यापी रूपमा अब हामी एउटा सङ्गठन बनाउँछौँ, देशव्यापी रूपमा। त्यसको सुरुवात 82 सालबाट होइन, 2 गतेबाट हामीले गरिरहेका छौँ। र म तपाईँहरूलाई मै माग्नु जानु ढुङ्ग्रो डुबाउनु भन्दिनँ। म यो देशमा एउटा राष्ट्रिय शक्ति निर्माण गर्ने होइन चाहना राख्दछु। र त्यो निर्माण गर्ने निर्मित शक्तिमा तपाईँहरू पनि आउनु पर्यो है। ठिक छ, यो मान्छे राम्रो छ भनेर लाग्छ भने वेलकम गर्छु म। अब ठिक छैन भन्यो भने चाहिँ फेरि आई डोन्ट फोर्स यु होइन। अघि भने नोबडी क्यान फोर्स यु। अब हामीले धेरै पर्खिँदा थुप्रै पर्ख्यौँ, कति पर्खिने हेर्नु। कसैले बनाइदिन्छ कि भने मैले पर्खेकै हो, तर भएन। अनि म आफै आएर कोसिस गर्दैछु भने जस्तो। अब यो देश बनाउनको लागि पनि हामीले कसैलाई नपर्खौँ होइन। नोबडी इज कमिङ। तपाईँ आफै हो त्यो बनाउने मान्छे। र त्यो टिममा अब हामी लागौँ र हामी सबै मिलेर चाहिँ विभिन्न कामहरू गर्दैछौँ। श्रमको कुरा, निर्माणको कुरा, सुधारका कुरा, सरसफाइका कुरादेखि लिएर हेल्पिङदेखि लिएर हरेक कुराहरू होइन, के गर्नुपर्ने। तपाईँ हाम्रो विचारले यो देश चलाउनुपर्छ भन्छु म चाहिँ है। त्यो विचार हामीसँग छ त छ भने अब टाइम हेज कम, डजन्ट वेट फर एनीवन होइन। टाइम हेज कम, इट डजन्ट वेट फर एनीवन भन्ने लाग्छ। र मैले यो प्रस्ताव गरेँ होइन, एउटा टिम नत्र बनाऊँ। अस्ति हामीले इन्डियन आर्मी, भूतपूर्व आर्मीहरूको किसिमको चाहिँ नै युनिट्सहरू बनाएको छौँ। अब यहाँहरूलाई त मैले विभिन्न कारणले होइन, अब सबै अस्ति भारतीय हाम्रो सरहरूलाई भेट्दा चाहिँ उहाँहरू चाहिँ एकदम होइन, नट इन द्याट सेन्स, फेरि मैले त्यो भन्न चाहेको होइन। अब यहाँहरू चाहिँ कतिपय चाहिँ अलिकति भनौँ न फिजिकल्ली अलिकति हिँड्न डुल्न अलिकति गाह्रो हुन्छ कि भन्ने खालको पनि छ होला। त्यसलाई चाहिँ एउटा थिङ्किङ ट्याङ्कको रूपमा राखौँ होइन। यङ्स्टर्स हामी जति छौँ अगाडि बढेर जस्तै काम पनि हामीले गर्नुपर्छ। अब त्यो चिज हो। र धराने मात्रै बनाइराखेर हुँदैन, नेपालै बनाउनुपर्छ भन्ने अहिले छ होइन। नेपालै बनाउने अभियानतर्फ लागौँ, धरानबाट सुरु गरौँ भन्ने मेरो प्रस्ताव मैले राख्न चाहेँ। र केही प्रश्न जिज्ञासाहरू केही छ अथवा तपाईँहरूको मैले सुन्नुपर्ने केही कुरा छ भने अब यो समय मैले तपाईँलाई दिएँ। र लास्टमा मैले फेरि यसको क्लोजिङ गर्नुपर्छ होला। थ्याङ्क यू। राखिदिनु होला।